हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। अस्ति हामी भ्लग बनाउन जाँदा बाटोमा हामीले पात टिपेको थियो नि, त्यो आज युज हुँदै त्यो खिउनी बनाउनलाई। बाबा र म भएर बाबा म आमा भएर खिउनी बनाउँदै पहिलो सुरुमा यो भातलाई मार्नुपर्छ। अब यो भातलाई मारेपछि अनि बल्ल खिउनीको मिसिनमा हालेर खिउनी बनाउने। ल तयार फेरि चुनहरू कहीँ किसिम किलो बनाउनु पावाले उसन माल्दे मैले बन्दै भयो ल खने भए बन्दिम ल खने भए बन्दिम ल बिना खिउनी खाने भयो त बन्दिँदैन। खिउनी बनाउने मिसिन, झिलिङ्गा बनाउने मिसिन। अब बाबा म आमा भएर बनाउने। सिँगडी हो साह्रो विषय मदत किनिन्छ हो कहीँ गिलो त सब पाइ अर्ग्यानिक खाजा सुरु गर्दैछ छोरा नातिहरू। एक दिन अर्ग्यानिक खाजा खाना ध्यान दिँदो छ फेरि कुदी सुदी खाले नम्बर हेलो मेरो छोराको सब्सक्राइबरहरू एक दिन हाम्रो घरै झिलिङ्गा खाजा खानु बिन्दु ब्रो तम्गी मिस्यो तम्गीको अहिले झ्याउला ठेकेर झ्याउटाउनलाई ठिक अझ थियो ठिक त तम्दै छेउ छेउमा गोल गोल हेर्दामा छेउ छेउमा लाथे सजिलो। खिउनी रेडी भयो। अब यसलाई घाममा लगाएर सुकाउनु अझै राम्रोसँग रेडी भएर बनावट चाहिँ भयो। खिउनी बनाउने चाहिँ डिजाइन बनाउने आमा, त्यो मिसिनमा के अरे भात कोच्ने बाबा, माथिबाट घुमाउने म। अनि यहाँ रेडी यो चाहिँ अब खिउनी चाहिँ अझै खानालाई चाहिँ रेडी भएन, त्यो चाहिँ अझै सुकाउनु पर्छ। अनि सुकाएर सुकेपछि अनि टक्क तेलमा हालेर फ्राई गरेर खाने। अब यसरी सुकाउने घाममा सुकेपछि अनि रेडी हुन्छ। अनि तेलमा हालेर झ्वाइँ तेलमा फ्राई गरेर खाने। इन्डिङ पनि आमाले गर्दैछ।